यो मैले ठुलो मेटलको वर्कसप यहाँलाई देखाउँदैछु है त। यस्तै यहाँले हेर्न सक्नुहुन्छ यो देखेको यही अनुसारको काम हुन्छ। यहाँ चाहिँ फुल्ली घर पनि यो मेटलबाटै तयार हुन्छ। यसको सबै जस्तै जानकारीहरू सबै म यहाँलाई दिनेछु। यो चाहिँ वर्कसप मैले यहाँलाई देखाउँदैछु। यो वर्कसप चाहिँ धरान 11 सङ्गम चोकमा छ यो वर्कसप। त्यसपछि यसको साइडहरू पनि म देखाउँदैछु। यसको साइड यहाँलाई कम्प्लिट भएको साइड पनि देखाइदिनेछु, बन्दै गरेको साइड पनि देखाइदिनेछु, कस्तो बन्दो रहेछ, कसरी बन्दो रहेछ, त्यो सबै तरिकाले देखाएर भनेर यहाँलाई भनिदिनेछु। यदि यहाँहरू पुरै डिटेल्स यसको जानकारी चाहनुहुन्छ भने यसको पुरा भिडियो हेर्नु होला। युट्युब च्यानल रियल इस्टेट नेपाल भुवन थापा युट्युब च्यानल गएर यसको पुरा भिडियो हेर्न सबै डिटेल्स पाउनुहुन्छ। कसरी बनिन्छ, कुन तरिकाले बनिन्छ, कुन हो, के हो, कति लागत, त्यो सबै म यहाँलाई डिटेल जानकारी पुरा भिडियोमा दिनेछु। पुरा भिडियो युट्युबमा गएर यहाँले सर्च गरेर रियल इस्टेट नेपाल भुवन थापा युट्युब च्यानल गएर हेर्नु होला। ठ्याक्कै यो वर्कसप चाहिँ धरान 11 सङ्गम चोकमा छ है त। म यसको साइडहरू पनि यहाँलाई देखाइदिनेछु, बन्दै गरेको साइड पनि देखाउँछु, एउटा कम्प्लिट भएको साइड पनि देखाइदिनेछु। थ्याङ्क यू।